हेलो नमस्ते साथीहरू म चाहिँ एकदमै सानो भोइसमा बोलिरहेको छु किनभने यहाँ चाहिँ रातिको 2 बज्न लागेको छ के म चाहिँ जागराम छु किन भन्दा हाम्रो भोलि एकदमै बिग डे छ अमेरिकाको अनि भोलि सबैजना मिलेर पिकनिक जाने प्लान छ कि भोलि अब जुलाई 4 इन्डिपेन्डेन्ट डे अरे अनि त्यही भएर हामी चाहिँ मैले चाहिँ पोर बनाउन लागिरहेको छु कि मलाई निन्द्रा नि लागेन है बिहान हतार हुन्छ भनेर अनि यसो सोचेँ अब उसिलौँ भनेर अनि अब यो पकाउन मन लाग्यो भने पकाउँछु म त भोलि बिहान मात्रै बनाउँछु है हेर्नु न यहाँ चाहिँ मैले उसिनेर लिइसकेको छु भने यहाँ चाहिँ उसिन्दैछ है त्यो चाहिँ अब लगभग रेडी भइसक्यो अब मलाई निकाल्छु म पनि रेडी भइसकेको छु यस्तो छ हेर्नु है अब म भोलि के हुन्छ कहाँ जान्छु के खान्छु सबै कुरा म भिडियोबाट देखाउने छु तपाईहरु चाहिँ भिडियो हेरिदिनु होला है हामी चाहिँ अब पिकनिक जानको लागि रेडी भइसकेको छ है सबै कुरा रेडी भएको छ अब बुढो पनि रेडी हुँदैछ म चाहिँ रेडी भइसक्यो बाबु चाहिँ रेडी भएर नि सुतिसक्यो अनि अब चाहिँ हामी जान लाग्यो एकदमै गर्मी छ के बाहिर त्यो पनि के कस्तो हुन्छ है सकेसम्म म तपाईहरुलाई भिडियोबाट सबै अब हामी के खाने कहाँ जाने हैन बीचतिर जाने होला पौडी खेल्छ होला सबै कुरा देखाउँछु भिडियो नछुटाइकन हेर्दिनु होला है त ल है साथीहरु अब चाहिँ हामी यहाँ आइपुगिसक्यौं यहाँ चाहिँ पुरै सबैजना बसिसक्नु भएको छ अनि यता पकाउँदै पनि हुनुहुन्छ ठुलो दाइहरु काकाहरु अब यहाँ चाहिँ खाजा राख्नको लागि भाउजूहरुले तयार गर्दै हुनुहुन्छ हेर्नु न रोटी अचार गोर्खा अचार पानीपुरी सबै रेडी छ है अब यहाँ राखेर अब सबैजना खाजाको लागि तयार हुँदैछ यता फेरि पोल्ने कार्यक्रम चलिरहेको छ यहाँ चाहिँ काकाले पोलिराख्नु भएको छ है हामी यति मान्छेले त कति गर्मी भएको छ काकालाई कति गर्मी भएको हो फेरि यता चाहिँ पिस गर्दै हुनुहुन्छ खानाको लागि रेडी गर्दै हुनुहुन्छ यस्तै भइरहेको छ सबैजना बिजी हुनुहुन्छ लौ अब खाजा पनि आइसकेछ अब खाजा खान बस्नु पर्यो बच्चाहरू यहाँ पानी साटासाट गर्दैछ हामी चाहिँ अब खाजा खाने मेरो ब्यागमा मिठो छ मिठो छ भन्नु न का यसो नानी गाइस हामी चाहिँ पानीपुरी खाँदैछौँ ल खाएर पनि देखाउ न मिठो भन्नु न के भयो हाम्रो 3 जना बहिनीले चाहिँ पानीपुरी बनाउँदै सबैलाई बाँडिरहेछ उनीहरूले त खाइ कि खाएन कुनी याङजीले नि पाएछ त पंखा आमै मक्खा छ त के हो मक्खा छ त याङजिन त पानी पर्छ भन्ने थियो 3 बजी त खै त फेरि यहाँको पानी कस्तो छ भने एकचोटि मात्रै आउँछ सबै भिजाउँछ बेसन हो बेसन हो कि होइन इन्जिन
कति धेरै मान्छेहरू आज पुरा रमाइलो गराएको छ है। जता पनि मान्छे छ आज। त्यो वासरुम आएको क्या यहाँ। हाम्रो चाहिँ अब पिकनिक सक्यो। अलिअलि खाएर अब बिचमा पकौडी खेल्न जाने। तिम्रो नानी चाहिँ कसले लग्यो त? नानी ए मम्मी र म भिडियो लगर हो नि त म। हाम्रो दिविसा छोरीको आमा मम्मी भइसक्यो। हजुर गोर्खाली सम्झी र काभ्रेली सम्झी हो। गोर्खाली र काभ्रेली मासुको मासु पनि देखाइदियो। मासु त पेटमा गइसक्यो त अनि। हामी चाहिँ खाजा खाएर अहिले बिच जानको लागि निस्केको। अब यिनीहरू गाडीमा राखेर जाने, बेलुका खाने। बिचमा जानुलाई बिचमा कालो हुन्छ अरे के हो? बाबु मुखमा हाल्नु नानी चाहिन्छ हौ। आमा मान्छेहरू त टन्नै छ त, पुरै फुल प्याक छ। आमा त्यहाँ बिचमा खेल्ने र होला त। ल मेरो छोरा पनि फर्स्टचोटि बिचमा गएर पौडी खेलिरहेको छ। ऊ बाउसँग आमा कति खुसी भएको हो। सबै कपडा भिजिसक्यो। मलाई चाहिँ चिन्ता फेरि चिसो लाग्ला भनेर उनी मान्दैन। के गर्ने अब यस्तै ठाउँमा ल्याएपछि अब खेल्न दिनै पर्यो है। खेल्दैन किन खेल्नु न पानीमा? खै त खेलेको? ए के हुन्छ यो फर्काउनु न बाना न माथि त्यो यस्तो के यहाँसम्म बाना अनि तलको खोले नि भइहाल्छ नि। घर जाने त हो गाडीमा बसेर। उनीहरू दुईजनाले चाहिँ चेन्ज कपडा नल्याए भएर जान मन चाहिँ लाग्छ, जम कि नजम भएर बसिरहेको छ कि। मेरो बाबु चाहिँ पुरै पानी खेलिरहेको छ। बाबु यता र बाबु लक्ष्मीन वाउ रमाइलो भएको छ। आमा छोरीहरू भित्र बसेर गफ गरिरहेको छ यहाँ। ऊजना आमा चाहिँ गर्नु लाग्यो।
ल अब स्विमिङ पनि सिधै सबैजना धुई पखाली गर्दै हुनुहुन्छ। बेलुकाको 8:30 भइसक्यो। मोबाइल पनि एकदम अलर्ट बजिरहेको छ, ठुलो पानी पर्छ अरे भनेर। हामी चाहिँ अब घर फर्किन्छौँ, खानाहरू सबै घरमै लिएर जान्छौँ। आजलाई यति नै है त, बाई बाई।